हेलो गाइस, सबैजनालाई दर्शन नमस्ते। सबैजनालाई वेलकम छ अनि मेरो भिडियोमा। आज चाहिँ म मूलहरू बोक्ने, मूलहरू खन्ने, मकै गोड्ने गर्दैछु अनि हाम्रो सुँगुर के रे बुङ्गुरको हालत यस्तो छ। कति धेरै झिँगा आउने के बुङ्गुरले गर्दा पनि घरमा हैन, एकदमै फोहोर हुने के त्यो स्मेलहरू आउँछ। अनि त्यसपछि अनि म चाहिँ मकै गोड्न लागेको छु मूल बोकेर भ्याएर। बरीले चाहिँ मकै गोड्न जान्दिन, त्यसैले त्यसलाई सिकाउँदैछु। कहिले मकै पक्लाकै बार्जे, कहिले मकैलाई नै त्यो गोड्दिन क्या, माटो माटो खन्छे। अनि म चाहिँ यहाँ मकै गोड्दैछु साथीहरू हैन। भाइले चाहिँ कराउँदै थियो, नानी रोयो छिटो आइज भनेर। अनि यस्तै हो, काम गर्न त भुलिँदैन रहेछ। जति वर्षै जहाँ बसे पनि क्या आफूलाई खाने खानाहरू कामहरू गर्नलाई खाना बनाउन चाहिँ कहिले नि नभुल्ने रहेछु के जस्तो लाग्यो। अनि काम चाहिँ अब गर्न मन लाग्ने जहाँ गएन हैन। अनि मलाई खासै जरुरी त थिएन यो सबै कामहरू गर्नको लागि, र पनि घरमा बसेको बेलामा मम्मीलाई थोरै भए पनि काम सघाउँ भनेर। अनि त्यसपछि पानी पनि कस्तो पर्न लागिरहेछ क्या गाइजहरू। हिजो नि रातभरि पानी पर्यो, हिजो होइन अस्ति के रातभरि पानी पर्यो, आज पनि पर्न लागिरहेको छ, अँध्यारो अँध्यारो भएको छ। अनि थ्याङ्क यू सो मच, मलाई धेरैजनाले माया गरिदिनु भएको छ। यति धेरै मायाको लागि हजुरहरूलाई पनि धेरै माया। अहिलेलाई म बिदा चाहन्छु। सबैजना आफ्नो ख्याल राख्नु होला। बर्खा मासको बेलामा बाहिरतिर धेरै नहिँड्नु होला, पानी परेर पहिरो गइरहेको हुन्छ है। ल बाई बाई साथीहरू।